आज चाहिँ हामी काठमाडौँबाट नुवाकोट दरबारमा आएको छौँ। यो दरबार चाहिँ एकदमै पुरानो दरबार हो र यहाँबाट पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुभएको हो र यो चाहिँ नुवाकोट दरबार हो। त्यहाँबाट हामी शम्भु महाचैत्यमा आएका छौँ। यहाँ चाहिँ हामीले धेरै मूर्ति कलाहरू देख्न सक्छौँ र यो चाहिँ भगवान बाबा हो। यहाँबाट माथि जाँदै गर्दा हामीले धेरै बुद्धका मूर्तिहरू, धेरै स्तूपहरू देख्न सक्छौँ र एकदमै रमाइलो ठाउँ छ। यहाँ एकचोटि पुग्नै पर्ने ठाउँ हो यो चाहिँ सबभन्दा ओल्डेस्ट शम्भु महाचैत्य हो। हिँड्दै गऱ्यो भने हामीले चैत्यहरू यहाँबाट चाहिँ माथि जाँदा हामीले धेरै देवताहरू देख्न सकिन्छौँ। एकदमै रमणीय दृश्य अवलोकन गर्न सक्छौँ यहाँबाट। यहाँ हामीले दीपङ्कर बुद्ध पनि देख्न सक्छौँ। लोकेश्वर यो चाहिँ पुरानो शम्भु हो। अरू चाहिँ नयाँ बनेका स्तूपहरू छन्। यो चाहिँ माथि टपबाट देखिन्छ हामीले। त्यहाँ चाहिँ पिपलको बोट पनि छ, एकदमै ठुलो।